नमस्ते, म एलबी भण्डारी उर्वराको कोखमा भन्ने एउटा कविता लिएर आएको छु। गरिबीको कठघराबाट धकेलिँदै पहराको काखहरू बिराएर उर्वराको कोखमा हुर्किएका कन्दमूल खाएर गाउँबाट हिँडेको एउटा फिरन्ते सहरको एउटा भोको बनेरै सिक्नु थियो। त्यही पहराकै काखबाट निस्किएका मूलका भुल्काहरू जस्तै रहर बोकेर सामाजिक क्रान्तिको फराक चौबाटो कुदिरहेछ। ती दिनहरूलाई खबरदारी गर्दै गर्दा घाँसेर दाउरेको समयमा यसकै हतियार राख्ने यन्त्र खुर्पेटो सम्झेको छु। त्यो झोला अनि लुगा नेत्रुक्क भिजेर जुकाले चुसेका रक्ताम्य खुट्टा लिएर वर्ष दिनको दशैँलाई नयाँ लुगाको जोहो गर्न टिमुर टिपेको कठ्याङ्ग्रिँदै चिराइतो र सुगन्धवाल खनेको सम्झेको छु। भिर बार्न हिँडेको डाँडा कुहिरोले ढाकेको धमिलो पोखरीमा पौडी खेलेको चुत्रो र घैँरु खाने गोरेटोमा परदेशबाट दाइले ल्याएका खुट्टामा दोब्बर लामा जुत्ता लर्केर पझारिएको सम्झेको छु। गाई चराउँदै बाँसुरी बजाउँदा बतासले ऐरी काँडामा फालेको गुराँसको चरीजाँड खाएको उकालीमा धान गहुँ र परालको भारी बोक्दा थकाइ र भोकको परान धानेको सुक्खा साग र आटो खाँदै गर्दा स्कुलमा लाइन लाग्ने घन्टीको तालमा दौडिँदा ओह्रालीमा खोल्सिएका घुँडा सबुत सम्झेको छु। घरका मर्दहरू धपाइँदा 6 कक्षे बालक जसले पर्म पाएन र खोकमुनि आफै दलिँदा सायद यो भन्दा हुर्किन सक्दिन होला कि घनघोर पीडाका चपेटाहरू सम्झेको छु। समाज र संस्कृतिको अनेक जब्बर छटपटीका झाडीहरू फाड्दै पीडित आफ्नै छातीलाई दमन गर्दै एकान्तीय आँसुहरू शरीरकै तापक्रमले सुकाउँदै आज दुनियाँका सामु छरितो जीवनका लागि सङ्घर्ष गर्दै सुख समृद्धि साट्नैका लागि जुरुक्क उठेको छु। दिमाग र दिलको दरवाजा विज्ञान र प्रविधि उन्मुख छ। ती दिनहरूलाई खबरदारी गर्दै कवाजुक त्यो प्रेरणास्थल भुल्दिन। त्यहाँ हजारौँ यस्तै प्राण छन् यो सहरको झोला र रहरको सिकाइ बोकेर परिवर्तनको साहसवाद बोकेर आउनेछु र उठाउनेछु सर्वहारा दिलदारहरूलाई। यो कविता 17 जुलाई 2018 मा लेखिएको थियो र रचना नम्बर 80 थियो मेरो। धन्यवाद।